राज्य लेभलबाट नै सम्पूर्ण जनतालाई सूचित गर्ने काम भएको थियो। त्यही अनुसार लोकल लेभलमा सर्लाहीको हकमा पनि हामीहरूले सबै सुरक्षा निकायसँगको समन्वयमा स्थानीय स्तरमा लोकल युनिटहरूलाई परिचालन गरेर वर्षातको जोखिमको सम्बन्धमा सबै ठाउँहरूमा हामीले कतै माइकिङबाट कतै प्रत्यक्ष प्रहरी गएर त्यहाँका जनप्रतिनिधिहरूसँग त्यहाँका स्थानीय व्यक्तिहरूसँग समन्वय गरेर ठुलो वर्षात हुँदैछ, ठुलो चाहिँ बाढी आउने सम्भावना रहेको छ। यसले गर्दा तटीय क्षेत्रका बासिन्दाहरूले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। जहाँ डुबान हिजो अस्ति पहिलेका वर्षमा डुबान भएको थियो, जहाँ डुबान हुने सम्भावना रहेको छ, जुन ठाउँमा नदीमा चाहिँ बाँध कटान भएर बस्तीमा पानी पस्ने सम्भावना जुन छ, ती एरियाका बासिन्दाहरूले विशेष सतर्क रहनुपर्छ। उहाँहरूले चाहिँ पहिले जुन सेफ जोनहरू छ, अलिकति सुरक्षित स्थानहरू अलि अग्लो स्थानमा गएर बस्नुला भनेर हामीले सूचित गरेको अवस्था थियो। त्यो अनुसार उहाँहरू पहिले नै यो जुन बहाव बढ्नुभन्दा पहिले नै उहाँहरू सुरक्षित स्थानमा गएर बस्नुभएको थियो। र कतिपय ठाउँमा चाहिँ रातिको समयमा यो बागमतीको बहाव लखनदेईको बहाव बढ्दै जाँदाखेरि हामीले रातिको समयमा पनि गाउँमा गएर बस्तीमा गएर माइकिङ गरेर त्यहाँका स्थानीय व्यक्तिहरू त्यहाँका जनप्रतिनिधिहरूलाई चाहिँ समन्वय गरेर भाव बढेको छ, तपाईँहरू फेरि आफ्नो घरबाट बाहिर अलिक सुरक्षित ठाउँमा जानुहोस् भनेर चाहिँ उनीहरूलाई नजिकको सुरक्षित स्थानमा पठाएको अवस्था थियो। त्यसले गर्दा यो जुन अविरल वर्षाको जुन अवस्था छ, यहाँ सर्लाही जिल्लामा कुनै पनि किसिमको मानवीय क्षति हुन पाएको छैन, किनकि पहिले नै अवेर गरिएको थियो। र अन्य क्षतिको कुरा गर्नुपर्दा विशेष गरी लखनदेई खोला जुन यो सर्लाही जिल्लामा जुन बहने सर्लाही जिल्ला भएर बहने लखनदेई खोला छ, लखनदेई खोलामा अलिक बढी बाढी आएको र लखनदेई खोलाले विभिन्न ठाउँमा कटान गरेको अवस्था छ। यसमा लखनदेई खोलाले कोडेना गाउँपालिका 6 र 7 को यो सकरौल र शिवनगर बस्ती एरियाहरूमा चाहिँ त्यहाँ यो बाँध कटान गरेर बस्तीमा पानी पसेको छ। शिवनगर जुन कौडेना गाउँपालिकाको वडा नम्बर 7 शिवनगर बस्ती छ, त्यो बस्तीमा करिब 350 देखि 400 घरधुरी रहेको छ भने जनसङ्ख्या 1200 त्यहाँको सङ्ख्या रहेको छ। उहाँहरू चाहिँ दुवैतिर पानी भएको कारणले गर्दा चाहिँ उहाँहरूलाई बाहिर ल्याउन सकेको अवस्था छैन, तत्काल थिएन। र अहिले उहाँहरूलाई चाहिँ त्यहाँबाट उद्धार गर्ने कुराहरू गर्दा उहाँहरूलाई पहिले हामीले जुन किसिमले सूचित गरेको कारणले नजिकैको अग्लो स्थानमा उहाँहरू बस्नुभएको कारणले गर्दा हामी सुरक्षित छौँ, हामीलाई यहाँबाट बाहिर निकाल्नु जरुरी छैन भन्ने कुरा रहेको छ। त्यहाँ राहतको कुराहरू चाहिँ आएको छ। हामीले स्थानीय जनप्रतिनिधिसँग र सम्बन्धित निकायसँग राहतको सम्बन्धमा चाहिँ कुरा गरेको अवस्था रहेको छ। अन्यत्र बागमतीको पानी पनि के अरे बलेर यो बागमती नदीको जुन बहाव छ, बागमती नदीको बहाव हिजो राति चाहिँ 4700 क्युसेकसम्म पुगेको थियो। त्यो चाहिँ 5000 भन्दा माथि 5 देखि 6000 सम्मको क्युसेक पुग्यो भने अलिक त्यहाँ अलर्टको अवस्था रहन्छ। 4700 क्युसेक पुगेको अवस्था छ र अहिले त 3000 भन्दा तल भइसकेको छ। राति जुन बढ्यो र अहिले चाहिँ बलडा एरियामा जुन बाँध छ, इन्डियातर्फको सीमामा जुन बाँध छ, त्यो बाँधको कारणले पनि त्यो पानीको बहाव चाहिँ जुन ब्लक भएर बलडा नगरपालिका वडा नम्बर 3 तर्फ पानी आएको अवस्था छ। त्यसले गर्दा बलडा नगरपालिका वडा नम्बर 3 मा डुबानको सम्भावना बढेर गइरहेको छ भने बलडा नगरपालिका 1 छन्की टोलामा 40-50 घर डुबानमा भएको छ। त्यहाँ हिजो नै हामी सम्पूर्ण सुरक्षा निकाय प्रमुख जिल्ला अधिकारी सहितको टोली गएका थियौँ। उहाँहरूलाई हामीले भेला जम्मा गरेर पनि सतर्क गराएका थियौँ। तपाईँहरूको एरिया डुबानको बढी जोखिममा छ, तपाईँहरू सुरक्षित ठाउँमा बस्नु होला भनेर पहिले अलर्ट गराएको अवस्था भएको कारणले कुनै किसिमको मानवीय क्षति चाहिँ हुन पाएको छैन। तर डुबानको अवस्था चाहिँ रहेको छ। त्यहाँ पनि हाम्रो प्रहरी परिचालन भएको अवस्था छ। र यो अर्को छ यहाँ झिम नदीले पनि केही ठाउँहरूमा चाहिँ डुबान भएको अवस्था छ। झिम नदीको कारणले गर्दा अगरवा क्षेत्रमा डुबान भएको अवस्था छ, हेमपुर पछिया क्षेत्रमा डुबान भएको अवस्था छ, त्रिभुवननगर एरिया आसपासमा डुबान भएको अवस्था छ। र त्यहाँ पनि हामीहरूले स्थानीयसँगको समन्वयमा जनप्रतिनिधि समन्वयमा कतिपय ठाउँमा जेसिबी लगेर यो हिम पाइपहरूमा चाहिँ जुन ब्लक भएको थियो त्यो हटाएर खोलाउने काम गरेको अवस्था पनि रहेको छ। भने यहाँ यो कौडेना गाउँपालिका अहिले जहाँ हामी उभिरहेका छौँ, कौडेना गाउँपालिका वडा नम्बर 3 को यो पर्सा एरियामा पनि अलिकति डुबान भएको अवस्था छ। र अनि 5 छपकैयामा पनि डुबान भएको र केही व्यक्तिहरू चाहिँ त्यहाँ चाहिँ फसेको अवस्था थियो। र हामीले आज बिहान मात्रै पनि 20-25 जना व्यक्तिहरूलाई चाहिँ हामीले उद्धार गरेर अनि उहाँहरूको चाहिँ वस्तुभावलाई पनि हामीले चाहिँ उद्धार गरेर चाहिँ सुरक्षित स्थानमा ल्याएको अवस्था रहेको छ। अहिले जिल्लाको विशेष गरी लखनदेई खोलामा बढी चाहिँ प्रभाव रहेको छ। लखनदेई खोलाको प्रभाव बढिरहेको छ। त्यसपछि बागमती नदीको प्रभाव पनि त्यति नै रहेको छ। र अन्य सामान्य प्रभावहरू चाहिँ झिम खोला र मनुषमारा खोलाहरू जहाँ चाहिँ बरथुवाको वडा नम्बर 7, 16 लगायतका स्थानहरू पनि केही घरहरूमा चाहिँ डुबान भएको र त्यहाँबाट पनि हाम्रो स्थानीय प्रहरीले उद्धार गरिरहेको अवस्था रहेको छ। अहिले हामी सबै लोकल युनिटहरूलाई हामीले अलर्ट गराएको छौँ र हामी सबै सुरक्षा निकाय प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा सबै सुरक्षा निकाय चाहिँ समन्वयात्मक रूपमा हामी परिचालन भइरहेको अवस्था छ। अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटनाहरू भएको छैन र हुन गर्न नपाओस् भन्नेतर्फ हामी निकै अग्रसर छौँ। त्यसतर्फ हामी चाहिँ लागि पनि रहेका छौँ।